नेपालका महानायक राजेश हमाल, जसलाई सरस्वती बाहिरी रूपमा हेर्दा निकै खुसी देखिन्छन्, तर भित्री रूपमा पनि उनलाई एउटा ठूलो पीडाले सताइरहन्छ। त्यस्तो के रहेछ जसले राजेश हमालको रंगीन दुनियाँमा एउटा नमिठो स्मृति छाडेर गएको छ? ती पुराना दिन फर्केर हेर्दा राजेश हमालले नबुझेको त्यो पीडा, त्यो पनि आफ्नै आमाको। राजेश हमालको जीवनले धेरै जितहरू देख्यो, तर सबैभन्दा ठूलो हार उनले आफ्नो आमा बाबुलाई अकालमा गुमाउँदाको थियो। 56 वर्षको उमेरमा पाकिस्तानमा बुबा बित्दा उनी चौथो फिल्मको छायाङ्कनमा थिए। बुबाको मृत्युपछि उनकी आमाको जीवन शून्य जस्तै बन्यो। डिप्रेसनले आमालाई चपेटामा पार्यो। उनी एक्लिँदै गइन्, बोल्न छाडिन्, खाना खान छाडिन् अनि चुरोटमा आश्रय लिन थालिन्। आमाको हातबाट चुरोट देख्दा राजेशको मन चस्स हुन्थ्यो, तर उनले आमाको पीडा बुझ्न सकेनन्। किन केही खानुहुन्न? किन धेरै सुतिरहनुहुन्छ? म छु भन्नुस् न आमा, उनी सोधिरहन्थे, तर डिप्रेसनको गहिराई उनलाई थाहै भएन। आमाको निधन दशैंको दिन भयो। त्यो दिनले सधैँको लागि दशैंको रंग हरायो। त्यसपछि उनले कहिल्यै टीका लगाएनन्। सबैभन्दा धेरै पोल्ने कुरा के हो भने आमालाई जोगाउन सकिन। अलि बुझ्ने भएको भए सायद बचाउन सक्थे। श्रीमान गुमाएपछि कहिल्यै नमुस्कुराएकी उनकी आमा जिन्दगीभर गुम्सिएर बितिन्। हमाललाई आज पनि त्यो अधुरो मुस्कानले पछ्याइरहन्छ।